कहिलेकाहीँ आउने, उपचार गराजस्तो गर्ने, फोटो खिच्ने अनि फर्किने चाहिँ गरेका हो रे। हाम्रा धुर्मुस अर्थात् सीताराम कट्टेल यतिखेर नेपालमा छैनन्। उनी सुटुक्क अमेरिका पुगेका छन्। अमेरिकाको पनि फ्लोरिडामा छन् धुर्मुस, त्यो पनि सपरिवार। त्यसो त भन्नेले त केसम्म पनि भनेका छन् भने नि धुर्मुस परिवारले अमेरिकाको ग्रीन कार्ड समेत लिइसकेका छन् रे। अब उनी उतै बस्ने दावा मात्र छैनन्, ग्यास स्टेसन र लिक्वर शपमा समेत उनले ठुलै लगानी गरेको समेत अनुमान गरिएको छ। हामी पनि कुरोको जुरो पत्ता लगाउने क्रममै छौँ। त्यसो त अमेरिका जानु कुनै नौलो कुरा र कुनै अपराध भने होइन। तर धुर्मुस जसरी सुटुक्क अमेरिका पुगेका छन् र त्यसलाई भने उनी लुकाउन खोजिरहेका छन् नि, हो यहाँ चाहिँ डाल में कुछ काला है, शङ्का गर्ने ठाउँ छ। अनिस लामिछाने नामका यिनका एकजना सहयोगी नेपालमा छन् र सीतारामको पुरानो मोबाइल नम्बर यिनीसँगै छ। फोन गर्दा उठ्छ पनि, तर उनी भन्छन् दाई रजहपुरको प्राकृतिक चिकित्सालयमा उपचार गराइरहनु भएको छ, त्यहाँ फोन चलाउन मिल्दैन, बोल्न मिल्दैन। जबकि उनको यहाँ रोइ कराई चल्दै गर्दा हामीले त्यही उपचार केन्द्रमा धुर्मुससँग घण्टौं कुराकानी गरेको रेकर्ड छ हामीसँग। भनेपछि बोल्न फोन चलाउँदा मिल्दो रहेछ। तर अनिस भन्छन् अहिले दाइसँग कुरा गर्न मिल्दैन अरे। यदि जरुरी नै कुरा भए यो नम्बर उनले हामीलाई अर्कोवटा नम्बर दिएका छन्, हो त्यसमा व्हाट्सएपमा कुरा गर्नु रे, त्यो पनि राति 8 बजे।